होइन यो अलि बढी चाहिँ दादागिरी भयो क्या यसको यार। यस्तो पनि थोडी हो यार, यहाँ बोर्ड चलाउनै दिएन यार, हामीलाई यहाँ गेमै खेल्न दिन्न। मान्छे पठाएर यहाँ चाहिँ नपर्ने म्यासेज कुदाएर सुनेको छैनस् के भो भन्छ अब कसले हाम्रो वकिलले के भो भन्छ अनि के भो सुनेको छैनस् माइला दाइले भनेको फेरि यो त अति भयो कि यो लाटो सोझोपनको यो फाइदा उठायो कि यिनीहरूले। तैँले त्यही हो भोला ग्याङ, मैले चाहिँ यहाँ सबका सामुन्ने भनेको छु, तैँले कुदाउन सक्ने त्यही लास हो। तैँले कति महिना कति वर्ष कुदाउन सक्छ कुदा, तेरो आफ्नो औकात देखा बुझिस्। मैले तँलाई म तँसँग झुकेकै हुँ, मैले तैँले भनेको मानेकै हुँ, तर तैँले आफ्नो थुक आफै चाड्छस् त त्यसमा मेरो के गल्ती। आएर यहाँ कमेन्ट नगर्ने, अब तँ आइसक्यो पनि तँलाई ब्लक ठोक्छु यहाँ, याद राख। आजसम्म मोडले ठोक्थ्यो, अब मैले आफै ठोक्छु। जा, जे उखाड्न छ तँलाई उखाड जा, जो जनका पोस्टर गराउन उठाउन छ उठा जा। तर माइला दाइले लाइभ बन्द गर्दैन बुझिस्। तँ जस्तालाई चुनौती दिएरै अगाडि बढ्छ, याद राखेस्। झुक्न चाहिने पर सबै जाने छु मैले, झुक्न जाने छैन जिन्दगी। मैले गल्ती पनि गर्दिनँ, म झुक्न पनि झुक्दिनँ। झुक्ने ठाउँमा झुक्छु, तर दादागिरी गर्न त भएन नि यार। दादागिरी गर्ने हो आएर। कल गर्न त दाइलाई कल गर त्यहाँ